नमस्कार, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म चिकन चिल्लीको रेसिपी लिएर आएको छु र सुरु गर्छु है त। म अब चिकन चिल्ली बनाउनको लागि मैले चाहिँ यहाँ चिकन लिएको छु। अब म यसलाई मेरिनेट गर्छु है त। यसमा मैले बेसन राख्छु। अब म यसमा बेसन राख्छु। त्यसपछि नुन राख्ने। अब यसमा जिरा राख्छु म। एउटा अन्डा राख्नुपर्छ। अब यसलाई म मिक्स गर्छु है त। हेर्नुस् त, यसलाई चाहिँ राम्रोसँग मिक्स गर्नुपर्छ। यो मिक्स भएको छ। अब म यसलाई आधी घण्टा जति छोपेर राख्छु है त। अब चाहिँ म यो चिकन चिल्लीमा राख्ने क्याप्सिकम र प्याज ठुल्ठुलो साइजमा काट्छु। हेर्नुस् है त, ठुलो साइजमा काट्नु। प्याज काटिसकेँ। अब म क्याप्सिकम पनि काट्छु। यतिको ठुलो साइजमा काट्नुपर्छ। मैले हरियो खुर्सानी पनि काटेको छु। हजुरहरूले कतिको किलो खानुहुन्छ त्यही अनुसार काट्नु होला। यो तेल तातेको छ। अब म यसमा क्याप्सिकम र प्याज फ्राई गर्छु अनि त्यसपछि चिकन फ्राई गर्छु। हेर्नुस् है त। यो फ्राई भएको छ। अब यसलाई भिज्नुपर्छ। हेर्नुहोस् है त, यसलाई धेरै फ्राई गर्नु हुँदैन, हल्का फ्राई गर्नुपर्छ। एउटा प्लेटमा खनाल्छु। अब म चिकन फ्राई गर्छु है त। हेर्नुहोस् त, हेर्नुस् त, यो रोस्ट पाकिसकेको छ। अब म यसलाई एउटा प्लेटमा झिक्छु है त। अब म चिकन चिल्ली बनाउँछु है त। हेर्नुस् त, मैले थोरै तेल राखेको छु। मैले चिकन चिल्ली बनाउनको लागि तेल तताएको छु। अब यसमा हरियो खुर्सानी राख्छु। त्यसपछि यो लसुनको पेस्ट राख्छु। यसमा थोरै सोया सस राख्छु। त्यसपछि यो भिनेगर राख्छु अनि त्यसपछि टोमेटो सस राख्छु। हेर्नुहोस् त, यसलाई एकछिन चलाउनुपर्छ।
अब यसलाई एकछिन चलाउँछु, हेर्नुहोस् त यो कति राम्रो भएको छ। यसमा मैले थोरै नुन राख्छु अनि एकछिन चलाउँछु। अब म यसमा अघि फ्राई गरेको चिकन राख्छु, हेर्नुहोस् है त। अनि फेरि यसलाई चलाउनु पर्छ। अब यसमा अघि फ्राई गरेको क्याप्सिकम र प्याज पनि यसमा राख्छु र यसलाई राम्रोसँग चलाउनु पर्छ, हेर्नुहोस् है। हेर्नुहोस् त मैले बनाएको चिकन चिल्ली कस्तो मिठो होला जस्तो छ, हेर्दैमा खाउँ लाग्दो। बास्ना पनि मङमङती आएको छ। हेर्नुहोस् त मैले बनाएको चिकन चिल्ली तयारी भयो। हजुरहरूले पनि यसरी नै बनाएर खानुहोला। अनि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि यो मेरो रेसिपी भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। हस् त, धन्यवाद। अर्को रेसिपीमा भेटौँला। अब म यसलाई एउटा प्लेटमा खनाउँछु। कति राम्रो भएको छ, बास्ना आएको छ, नखाए नि खाउँ लाग्दो जस्तो।